हेलो साथीहरू, दर्शक नमस्ते, स्वागत छ मेरो च्यानलमा। फेरि अर्को भिडियो लिएर आएको छु, सानो राइड ब्लग। आई होप सबैलाई मन पर्ला। मन परेमा प्लिज गएर लाइक सब्सक्राइब गरिदिनु होला। आजको अस्ट्रेलियाको वेदर, म बस्ने ठाउँ यस्तो छ। घाम लागेको छ, गर्मी पनि लागेको छ, जाडो पनि छ। अब हेरौँ कस्तो हुन्छ अलि बेरपछि, किनकि धेरै दिनपछि यस्तो मौसम देखेको आज। किनकि पानी परेछ कि यहाँको मौसम, किनकि गर्मी सकेर अब जाडो सुरु भइसकेको छ। सायद पानी नपर्ला, मौसम चाहिँ एकदमै सफा छ। अनि यो चाहिँ मेरो होन्डा स्कुटी रेडी टु गोमा छ ब्लगिङको लागि। अनि यो चाहिँ अब ढिला नगरिकन राइडतिर लाग्यौँ है। साथीहरू, दर्शक नमस्ते, वेलकम ब्याक टु द माई च्यानल अगेन। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज गएर लाइक सब्सक्राइब गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् च्यानललाई। आजको राइड कहाँ हुँदैछ थम्बनेल हेरेर तपाईँलाई थाहा होला। आज इस्टरको अस्ट्रेलियामा पहिलो दिन, फ्राइडे। सबै चिज बन्द छ आज, एकदमै रोड एकदमै खाली छ। त्यही भएर पनि यस्तो भइराखेको छ। अस्ट्रेलियामा इस्टर लाग्यो अनि त्यही भएर रोड पुरा खाली छ आज, सबै चिज बन्द छ। आज छुट्टीको दिन, फेरि यसो भ्लगिङ गरौँ भनेर निस्केको। अनि साथीहरू प्लिज गएर सपोर्ट गरिदिनुहोस् च्यानललाई। भ्लगिङ कस्तो लाग्छ, नयाँ रोडमा जाँदाखेरि रोड पनि थाहा हुँदैन कताबाट छ। मौसम त राम्रो छ तर रोड कन्फ्युज भइराखेको छु कि। यो नयाँ ठाउँमा जाँदाखेरि म्याप लगाएर मोबाइलमा हेर्ने अनि पुलिसले छोप्छ कि भन्ने डर। अब नयाँ ठाउँमा जाँदाखेरि फेरि म्याप नलगाइकन जान सकिन्न साथीहरू। अब मलाई लाग्छ यही हाइवे हो, यहीँबाट हो सिधा रोड। यहाँबाट 57 मिनट देखाएको छ, 73 किलोमिटर, 70-75 किलोमिटर देखाएको छ। त्यहाँभन्दा पनि अगाडि नै हो। तर म चाहिँ हाइवेबाट नजाने के। अब त हाइवेबाट पनि छ बाटो, तर हाइवेबाट यो सानो गाडीमा अलिकति गाह्रो हुन्छ भनेर म चाहिँ भित्रको बाटो जान लागेको। जहिले पनि म भ्लगिङ राइडिङ गर्दाखेरि सानो गाडीमा भित्रको बाटो गए राम्रो, किनकि मेन हाइवेतिर ठुलो गाडीहरूले एकदमै हावाले उडाइदिन्छ कि स्कुटर। सानो वेटको भेहिकल त एकदमै गाह्रो हुन्छ हाइवेमा चलाउन। त्यही भएर भित्रको बाटो निकालेको। फर्स्टचोटि जाँदाखेरि यस्तै नै हुन्छ, के गर्ने। यही चाहिँ हाइवे रहेछ। ल अब चाहिँ मेन हाइवेमा आइयो। साथीहरू, च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज गएर लाइक सब्सक्राइब गरिदिनु। भिडियो त बनाउने जोस र जाँगर त लाग्छ, तर के गर्ने। अब लाइक र सब्सक्राइब बढेन भने फेरि डिमोटिभेसन हुने। नभएर अस्ट्रेलियामा अहिले चाहिँ पेट्रोल एकदमै महँगेर यस्तो भएको छ। कस्तो राम्रो भ्यू छ के साथीहरू। यो चाहिँ अस्ट्रेलियाको भिक्टोरियामा पर्छ। कस्तो राम्रो भ्यू छ के। अब चाहिँ जाडो सुरु भयो, किनकि अब हरियाली हुन्छ क्या सबै। अलि अस्तिसम्म चाहिँ पुरै घाँस सुकेर यहाँ बेपत्ता थियो। अब हेर्नु न, पुरै हरियाली छ। मौसम पनि आज एकदमै राम्रो छ क्या भ्लगिङको लागि। तर थाहा छैन, अब अलि बेरपछि पानी पनि पर्न सक्छ। Sometimes you just need to ride and leave everything behind. No stress, no worries, just pure freedom and the road calling your name. This is my escape, my adventure, my story. आज इस्टरको दिन मान्छेहरू आउने जाने धेरै छन् के बाटोमा, तर सिटीहरू चाहिँ सबै बन्द छ। यस्तो हाइवेमा चाहिँ मान्छेहरू मिल्न जाने यताउति होइन। यस्तो राम्रो भ्यू छ। यहाँबाट छोडेर जाने मन लाग्दैन के, यस्तो राम्रो छ के। सधैँभरिको लागि यहीँ बसौँ भन्ने जस्तो फिल हुन्छ क्या। शान्ति, एकान्त, सहरको किचकिचबाट टाढा। तपाईँहरूलाई कस्तो मनपर्छ? मलाई त यस्तै शान्ति
मनपर्छ। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज गएर सब्सक्राइब गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् यार। च्यानललाई 1000 सब्सक्राइबर पुगाइदिनुहोस्। अस्ट्रेलियामा राइडिङ गर्नै भनेको वेदर हो क्या। वेदरले साथ दियो भने त एकदमै मजा आउँछ। अब वेदरले साथ दिएन भने मजा आउँदैन। को वेदर भनेको चिसोमा एकदम चिसो, तातोमा फेरि तातो, के गर्ने अब यस्तै छ। हेर्नु यस्तो राम्रो भ्यू छ कि म पनि फर्स्टचोटि आएको। दामी छ है यता। साथीहरू यो चाहिँ भिक्टोरियामा पर्छ है अस्ट्रेलियाको। भित्रको बाटो एकदमै राम्रो रहेछ। बाटो भन्दा फेरि यहाँको एडभेन्चर भ्यूहरू होइन, यिनी पहाडहरू, हरियाली, अफ पछिको यस्तो छुट्टीको दिन बाहिर निस्किने बाइक लिएर, स्कुटर लिएर जे छ एकदमै रिल्याक्स फिल हुन्छ क्या। स्ट्रेस भन्ने जान्छ क्या। साथीहरू घुम्न पर्ने रहेछ क्या। म चाहिँ अहिले बल्ल आएर मलाई रिग्रेट भइरहेको छ। त्यत्रो वर्षसम्म दुबई कतारमा काम गरेर कहिले पनि होइन क्या घुम्न जाने यताउति होइन, त्यस्तो लाइसेन्स निकालौँला, यस्तो गरौँला भन्ने कहिले दिमागमा आएन क्या। अहिले अब 40 वर्ष नाग्यो, ल दिमाग आउँदैछ घुम्नुपर्छ। यस्तो चिजहरू छ कि बाहिर। त्यही भएर साथीहरू काम पनि इम्पोर्टेन्ट छ, तर आफ्नो हेल्थ, आफ्नो स्ट्रेस होइन, त्यो कामबाट घरबाट काममा गर्दै लाइफ कतिखेर जान्छ थाहै हुँदैन। त्यही भएर साथीहरू म त भन्छु टाइम छ भने घुम्न निस्किनु। बरु साइकलै भए पनि साइकलमा घुम्न निस्किनु। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज गएर सपोर्ट गरिदिनुहोस्, लाइक सब्सक्राइब गरिदिनुहोस्। भिडियो कस्तो लाग्छ कमेन्ट्स पनि लेख्नु। त्यहाँबाट हेर्दै हुनुहुन्छ च्यानल सपोर्ट गरिदिनुहोस् साथीहरू। प्लिज 1000 सब्सक्राइबर पुऱ्याइदिनुहोस्। साथीहरू को अस्ट्रेलिया आउन चाहनुहुन्छ, को तयारीमा हुनुहुन्छ, जबमा, स्टुडेन्ट भिजामा, धेरै कुराहरू चेन्ज भएको छ अहिले। यो 2026 को एकदमै टाइट गरेको छ है भिजाहरू। अहिले त नेपालमा पनि सरकार चेन्ज भयो। अब केही हुन्छ कि नेपालमा पनि राम्रो भन्ने आशा छ। अरू त प्लानिङ गर्दै हुनुहुन्छ नेपालमा गएर अब केही गर्ने भनेर, किनकि बालिन सरकार अब केही राम्रो गर्ला भन्ने आशा छ सबैलाई। हेरौँ कस्तो हुन्छ। आई होप राम्रो होस्। हामी पनि छिट्टै नेपालमा गएर केही गर्न पाऊँ भन्ने मेरो पनि आशा छ। अर्काको देशमा कति बस्नुहुन्छ हो, कति बस्ने। आफ्नै देश रमाइलो, आफ्नै देश, आफ्नै ठाउँ, आफ्नै गाउँ सबभन्दा बेस्ट। आज इस्टरको दिन मान्छेहरू बाहिर निस्किया छन्। यो त चाहिँ फेरि ओपन रहेछ सब चिज। त म बस्ने ठाउँतिर त सबै बन्द छ त, यहाँ फेरि सबै ओपन रहेछ आज। यहाँबाट अब 28 मिनट देखाएको छ। पेट्रोल हालिहालौँ है साथीहरू, किनकि पेट्रोल कोही ठाउँ हुन्छ कोही ठाउँ हुँदैन। पेट्रोल हानेपछि आनन्द एकैछिन भए पनि। साथीहरू अब चाहिँ यो वाङ्गाराडा भन्ने ठाउँ 12 किलोमिटर समथिङ यस्तै छ यहाँबाट। अब फेरि कन्फ्युज बनाइदियो। कता जाने हो, यता जाने। ए ल 11 किलोमिटर यहाँबाट। गाडी हेर्नु न यस्तो लाइनसित आएन कि। आज इस्टरको दिन सबै फ्यामिलीसँग मिल्ने यता र उति के। अब कामको छुट्टी छ। अब होटल लाइनमा काम गर्ने त बिजी नै हुन्छ, हस्पिटालिटी त। बाँकी जस्तै अब गभर्मेन्ट सेक्टरमा चाहिँ सबै छुट्टी छ क्या आज। साथीहरू आजको चाहिँ राइड चाहिँ
यहीसम्म हो। यो चाहिँ वाङ्गेराडा आजको मेरो डेस्टिनेसन। के छिन् यहाँको सिटीहरू हेरेर यसो अलिअलि घुमेर फर्किनुपर्छ। पहिला मेलबोर्न जाँदाखेरि बसबाट आउँथेँ, अब आज चाहिँ फर्स्ट टाइम आफ्नै गाडीमा आएको, किनकि ठ्याक्कै यो मेलबोर्न जाने बाटोमा पर्छ क्या। यहाँ बस स्टपहरू, ल यो चाहिँ मेन सिटी यहाँको। मा नयाँ हुनुहुन्छ भने यसो सपोर्ट गरिदिनुहोस्। आजको चाहिँ राइड यहीँसम्मको थियो। भिडियो कस्तो लाग्छ प्लिज गएर यसो सपोर्ट गरिदिनुहोस्। 1000 सब्सक्राइबर पुऱ्याइदिनुहोस्। साथीहरू यो चाहिँ वाङ्गेराडाको ट्रेन स्टेसन। यहाँ चाहिँ ट्रेन लाग्छन्, यहीँबाट अब मेलबोर्न जाने, सिडनी। बन्द छ यहाँ, आज इस्टरको दिन। हस् त साथीहरू, भिडियो चाहिँ अब यहीँ बन्द गरौँ, किनकि भिडियो पनि लामो भयो। अब चाहिँ एकैछिन यहाँ घुमेर फर्किनुपर्छ। हस् त साथीहरू, भिडियो कस्तो लाग्यो प्लिज गएर लाइक सब्सक्राइब गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। हस् त अर्को भिडियोमा भेटौँला है। जय नेपाल।